वी आर अन दिस बिग सिटी। हामीसँग हुनुहुन्छ हाम्रो 2 जना कन्टेस्टेन्टहरू। तपाईहरुसँग छ 12 घण्टाको टाइम। तपाईहरुले 12 घण्टामा जति पनि कमाउनुहुन्छ नि म त्यसको 10x पे गर्छु। वाह हो र दाइ, मैले 1000 कमाइछ, हजुरले मलाई 10000 दिनुहुन्छ? दिनै भयो। त्यसो भने त आज लाज पचाएर नि काम गर्नुपर्ने हो। गर्नै पर्यो, तर इलिगल माग्न पाइन्न, एकदम रियल असल चाहिँ हुन पर्यो है त। के छ दुवैजना रेडी हुनुहुन्छ? वेल यो टाइम स्टार्ट्स नाउ। यो गेम चाहिँ अहिलेको 8 बजेदेखि बेलुकाको 8 बजेसम्म हुन्छ। तपाईलाई के लाग्छ यिनीहरूले कति पैसा कमाउन सक्छन् कमेन्ट गर्नु होला। एन्ड तपाईलाई पनि यस्तै गेममा पार्टिसिपेट गर्न छ भने चाहिँ सब्स्क्राइब सिक्का। ल गाइज मेरो त फर्स्टको प्लानै चपट भयो। बिहान 6 बजे पसल खोल्दाखेरि सहयोग गरौँला भनेको नहुने भयो। अब घन्टाहरुमा केही काम खोज्नु पर्यो, आफू छ क्या। ल म चाहिँ काम खोज्न हिँडेको, म चाहिँ काम गरेँ, केही पैसा अर्निङ गरेर चाहिँ नि त्यसलाई बिजनेसमा लगाउनु पर्यो। ल मैले चाहिँ त्यहाँ 2 जना देखेछु, तिनीहरूले मसाज गर्छन् कि यसो सोधेर म हजुरलाई एकछिन मसाज गरिदिन्छु, अलिकति पैसा दिन मिल्छ? जति दिँदा नि हुन्छ। म चाहिँ के काम गर्छु कि यहाँ। ल अब म चाहिँ बिगिनर हो, त्यही पनि मसाज चाहिँ अलिकति हान्दिनु ल। ल सुरुवात चाहिँ 100 रुपियाँबाट भयो। थ्याङ्क यू सो मच। फेरि मसाज चाहिँ यसो सम्झिनु होला। मैले त्यो होटलमा चाहिँ काम पाएन, तर म हार भन्ने मान्दैन, त्यसैले अब म अर्को ठाउँमा ट्राई गर्छु। गर्नु भयो के? हजुरलाई यो 100 देखिरह होला, मैले यसमा 1000 देखिरहेको छु के? गैडा हो कि हात्ती हो के हो यो? हेलो नमस्ते आन्टी। अनि केही काम छ भने दिनु न, म काम गर्छु। अनि त्यो काम गरिदिएपछि मलाई थोरै पैसा दिनु होला नि, जति भयो नि हुन्छ। लगाइ चाहिँ यो बोनी भएको पैसाबाट त म केही चक्लेट किनेर ऱ्यान्डम मान्छेलाई अब बेच्न ट्राई गर्छु, हेरौँ के हुन्छ। ल थ्याङ्क यू है। ल फेरि 10 पाएँ है मैले। यसरी नै आजको चल्यो भने त च्यालेन्ज 12 घन्टा मैले घर किन्छु। ल आन्टी मैले काम चाहिँ नि सकेँ। हुन्छ यति भयो ल है। वाह थ्याङ्क यू आन्टी। अब हजुरको कासामा छ, म लगिदिन्छु। अब हजुर मन खुसी भएर जति पनि दिन पाउनु भयो। सानो दिनु थियो होइन? म हजुरलाई 10 रुपियाँ दिन्छु, अलिकति थपेर दिनु मिल्छ? यसको बदला योभन्दा अलिकति बढी दिनु मिल्छ मलाई? ल थ्याङ्क यू है, थ्याङ्क यू फर ट्रेडिङ। ल अब मेरो चाहिँ नि उता चाहिँ नि एउटा काम भ्यायो। अब म चाहिँ यता कपडा पसलतिर जान्छु माथितिर, त्यहाँ गएर केही काम गर्नु पर्यो। हेलो दाइ नमस्ते। मलाई केही काम दिनु, अनि त्यो काम गरेपछि मलाई केही पैसा दिनुहुन्छ? 20, 30, 50 जति भयो नि हुन्छ। यस्तो कपडाहरू छ त्यहाँ, हजुर कपडा पठाइदिनु। त्यहाँ भित्र एउटा कपडा छ, यसो ग्लासहरू सिसाहरू पास पारिदिनु। ल भयो बहिनी, ल भयो तपाईँको दिनु है। हुन्छ हस् धन्यवाद। म हजुरलाई 10 रुपियाँ दिन्छु, काम गर्न सहयोग गर्छु, मलाई अलिकति पैसा दिनु मिल्छ? म हजुरलाई 20 रुपियाँ दिन्छु, मलाई अलिकति पैसा थपेर दिनु मिल्छ? छैन यो? ए ल न हजुरलाई 20 रुपियाँ। ल धन्यवाद। पैसा त यति त साँच्चै कमाएला मैले सोचेको थिएन। 180, 280 होइन, यो 2800 हो है। मैले चाहिँ यहाँ चाहिँ काम भ्यायो होइन। अब यहाँ पनि काम रहेछ कि होइन। अब यो काम पनि थोरै गरेर अनि यहाँबाट पनि पैसा थोरै अर्न गर्नु पर्यो। अब थोरै काम गरिदिन्छु, अनि काम गरेपछि चाहिँ मलाई हजुरले 20-30 रुपियाँ दिनुहुन्छ? धन्यवाद दाइ। अब मसँग केही पैसा भइसक्यो, त्यसैले काँक्रा किनेर बेच्ने सोचेँ। तर हेर्नु न, अब यो काँक्रा चाहिँ नि मैले यहाँबाट सस्तो पाइन्छ भनेर किनेको होइन, तर यो काँक्रा चाहिँ नि पुरै खत्तम रहेछ कि। अब यो काँक्रा बेचेर अब के अरूलाई फेरि गाह्रो पर्छ होइन, यो बेच्नु भएन। अब म चाहिँ नि बरु चक्लेट किनेर बेच्छु है। यो चाहिँ नि मैले अहिले चाहिँ फालिदिएको, यो राम्रो छैन, फोहोर छ। मैले चक्लेट पनि बेचेँ, तर पनि खासै फाइदा भएन। 1 बजे स्टेडियममा पुग्न थियो, सो म स्टेडियमतिरै लागेँ। अब त म यस्तो थाकिसकेँ, बिहानदेखि खाना पनि खाएको छैन। अब म यो पैसाले चाहिँ नि के नास्ता खाइदिन्छु। अब मेरो ज्यानभन्दा ठुलो पैसा छैन होइन। अब म चाहिँ यसले नास्ता खान्छु, लास्टै भोक लागिसक्यो। म जहाँ जहाँ गए पनि काम चाहिँ पाइ नै रहेको छु। म हजुरको यो सिसाहरू सब पुछिदिन्छु, 10 रुपियाँ दिनु मिल्छ? मैले सिसा पुछेँ, भाँडा पनि माझेँ, ग्यारेजमा बाइक धोएँ, गाडीको टायरमा हावा पनि भरेँ। मलाई 1 बजेसम्म स्टेडियम पुग्नु थियो, सो चक्लेट बेच्दै बेच्दै म स्टेडियमतिर गएँ। हाम्रो यो प्लेयरसँग स्टेडियमनिर भेट्ने प्लान छ। 1 बजेतिर हामी नास्ता पनि ल्याइदिन्छौँ। म र अहिले टेक्स्ट होइन, यस नेपालीको माया मोमो होइन। ल मोमो लिएर आइदिन्छौँ, ल जाम। साह्रै भोक लागिसक्यो, अब एउटा त खाइदिन्छु। म प्रोफिट नै छु क्या अरे। पारेको बहिनी यता यता। हेलो कहाँ गयो भाइ? भाइ ल जाम न त पर। ल जाम हाम्रो गयो। अब चाहिँ हामीले कन्टेस्टेन्टहरूलाई फ्लिप द बोतल खेलाउँछौँ। खानाभन्दा अगाडि एउटा गेम सानो खेलाम। हजुर 3 चोटिमा 1 चोटि पनि फ्लिप भयो भने खाजा र 100 रुपियाँ दिन्छौँ, जो कि
तिमीहरूले पाउने 100 रुपियाँले चाहिँ त्यसको 10x चाहिँ हुँदैन। त्यसलाई तिमीहरूले ट्रेड गर्नको लागि केही युटिलाइज गरेर त्यसले केही किनेर सामान फेरि बेच्न सक्यो। फर्स्ट अटेम्पमा दुवैजनाको च्यालेन्ज कम्प्लिट भयो। अब खाजा र 100 रुपियाँ दिएर हामी पनि निस्किन्छौँ फाइनल च्यालेन्जको तयारी गर्न। हामी चाहिँ तिमीहरूले फाइनलमा भेटौँ एकैचोटि है। ठिक छ, यति दिनुभयो ज्यादा हुन्छ। ल मेरो चाहिँ सक्यो, म चाहिँ अब बुलबुलतिर जान्छु। ल टाइम पनि छैन, अब अझै डबल गर्नु छ पैसा। ल बेस्ट अफ लक। मोमोसँग खाएर पेट पनि अगायो, अब बुलबुलतिर लाग्नु पऱ्यो अरू कोही कस्टमर खोज्न। आज त बिजनेसम्यान भइएछ। साथी त गए, अब म पनि जानु पर्यो। यो चाहिँ नि उता माथि डस्टबिनमा फालिदिनु पर्यो। खाजा खाएर म बुलबुलेतिर आएँ, तर मान्छे चाहिँ देखेन। अनि इर्जो गाएर चक्लेट नै बेच्न थाले। ए ल हजुर चोखन किनिदिनुहुन्छ होइन? अब त 4 पनि बजिसक्यो, त्यसैले म घन्टाघरतिर जान लागेँ, तर एउटा लास्ट काम गरेर। ल थ्याङ्क यू। ल 200 पायो मैले आएर। अब चाहिँ नि यहाँनिर मार्टमा जानु लाग्यो होइन। यहाँ चाहिँ अब केही काम पाउँछ कि अब। हेलो दिदी नमस्ते। सक्छु। हुन्छ हुन्छ। हस् धन्यवाद दिदी। हुन्छ। अब म चाहिँ नि घन्टाघर आयो। अब घन्टाघरमा म चाहिँ नि अब थोरै पानी किन्छु। पानी किनेर चाहिँ नि बेच्ने कोसिस गर्छु। अब कतिको लिनुहुन्छ है त? वाह थ्याङ्क यू। मैले पनि यति दिनुभयो है। मेरो मोबाइल ल अब चाहिँ नि मैले चाहिँ चाट लिएर आउने भनिरहेको। अब चाट चाहिँ नि नलिएर आउनु भयो। पानी नै बिक्री बढी भइरहेको होइन। मैले चाहिँ नि त्यही भएर म पानी नै लिन जान लाग्यो। अब चाहिँ एक पेटी ल। मैले पानी किनेर बेच्दा 10 मिनटमै सबै पानी बिक्री भयो र यो आइडियाले मलाई प्रफिटमा पुर्यायो। यो हजुरहरूको लागि है, एउटा पानी खानु। दिनभरि हिँड्नुभयो हुन्छ नि यताउता, त्यसको लागि हेल्पको लागि है। म घन्टाघर आएर पनि चक्लेट नै सेल गरिरहेको छु। त्यसो भने अलि बढी लग्नु नि त, घरमा भाइ बहिनी छैन अनि दिनु होला। यो च्यालेन्जले मलाई चक्लेट व्यापारी नै गरायो। हजुरको इच्छा, मलाई फाइदा आउनु पऱ्यो। हजुर दिन्न 50मा ल्याउनु त। त्यो पनि हुन्छ लाउनु। ल अब चाहिँ नि अझै म पानी बेच्न गइरहेको छु। अब कसैले किनिदिनुहुन्छ कि हुन्न त्यो थाहा भएन। यो चोटिको पानी पनि सजिलै बिक्री भयो। दिस इज द फिनाले अफ दिस गेम। हाम्रो चाहिँ टिमहरू कहाँ छन्? अब एकचोटि फोन गरेर बोलाउँछु म। बाहिर पनि पानी पर्नु होला, फेरि पानी पऱ्यो भने चाहिँ गाह्रो हुन्छ। एकचोटि फोनै गरेर बोलाउँछु म। हेलो हेलो कुशल। हजुर दाइ भन्नु। ए पानी पर्ला जस्तो गर्यो। यता त छिटो हानिसक्यो। हजुर पानी पर्यो भने अब पोस्ट हुन्छ, अप्ठ्यारो पनि हुन्छ। हजुर अब तिमीहरू कहाँ छौ? अब सिधै कौशिकमा आऊ, कौशिकको इभेन्ट भेन्यूमा। हजुर हजुर यहाँ चाहिँ लास्ट एउटा फाइनल गेम चाहिँ खेलेर अनि फाइनल गरौँला। वेल दिस इज द ग्रान्ड फिनाले अफ दिस गेम। हामीले चाहिँ सब गेमिङ सेटअप अब हामीले यहाँ रेडी गरिसकेका छौँ। हाम्रो टोलीले पनि उता गर्दैछ। अघि नै मैले फोन गरेको टिमहरूलाई आउँछु भनेको छन्। अब कति लाउँछन् हेरौँ। आउँदा आउँदै एउटा गेम खेलाम होइन। तिमीहरूले कति पैसा कमायो आज मलाई केही आइडिया छैन। गेम के हो भनेको चाहिँ सिजर पेपर रक हो। एकचोटि जित्यो भने चाहिँ 50 रुपिज हो। 3चोटि जित्यो भने चाहिँ 3मा 3चोटि जित्यो 150 रुपियाँ। तिमीहरूको त्यो 10 गुणा रिवार्ड हुन्छ नि, त्यो मनीमा एड हुन्छ फेरि। यो अब मसँग खेल्ने सिजर पेपर रक 50 रुपिज है। सिजर पेपर रक। ल सिजर पेपर रक। ल यो गेमलाई मैले जितेँ। सिजर पेपर रक रक रक। ल एक गेम मैले जितेँ। सिजर पेपर रक। सिजर पेपर रक। ल मैले एकछिन बसौँ, पानी खाम, त्यसपछि यो गेम खेलाउँला है त। वेल यो चाहिँ हाम्रो यो गेमको सेकेन्ड सेगमेन्ट हो होइन। यसमा चाहिँ ल तपाईँहरूलाई म रुल्स भनिदिन्छु। एकचोटिमा एउटा कप मात्रै हाल्न पाइयो अथवा एउटा बल मात्रै फुटाउन पाइयो। एकैचोटि सोरेर गर्न पाइएन, बुझ्नुभयो? ल जसले 45 सेकेन्ड्सभित्र कम्प्लिट गर्छ त्यसले चाहिँ 100 रुपिस पाउँछ। त्यसो रेडी हुनुहुन्छ दुवैजना? 3 2 1 गो। ल ल ल आफ्नो स्ट्राटेजी है। 20 30 30 30। ल ल छिटो छिटो। ल ल ल ल ल ल ल ल टाइम अप टाइम अप टाइम अप टाइम अप टाइम अप टाइम अप टाइम अप। एउटा कपले बिच गयो। ल भाइ कङ्ग्रेचुलेसन। नो वरिज होइन, गेममा हार्दै भइरहेको छ। अब चाहिँ हामी फाइनल लास्ट गेम खेल्छौँ, त्यसपछि चाहिँ हाम्रो गेम सकिन्छ है त। वेल यो चाहिँ यो च्यालेन्जको सबभन्दा लास्ट गेम हो।
यो चाहिँ बल इन जार होइन एउटा बल त्यो भित्र जारभित्र छिर्यो भने त्यसको चाहिँ 200 छ 3टा ट्रायल हुन्छ बुझ्नुभयो सुरुमा कसले हान्छ म हान्छु ल तपाईँ हान्छ ल है ल हेरौँ हेरौँ ओ मिस 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 ल ठिक छ ठिक छ नाइस नाइस जारलाई नै छैन त छैन त अब चाहिँ हाम्रो नेक्स्ट कन्टेस्टेन्टको पालो ल फाल्नु ओए ल ल ल ल आइयो है ल भएन भएन ल केही छैन यो गेमको चाहिँ सुपर फिनाले भइसकेको छ होइन फाइनल भइसकेको छ अब चाहिँ तपाईँहरूले आफ्नो कति कमाउनु भयो रिभिल गर्नुहोस् होइन सबै काउन्ट गरेर त्यही अनुसार प्राइज पनि डिस्ट्रिब्युट हुन्छ बेसी छ त मसँग थोरै छ जस्तो मानिन्छ खै ल गर्नु हजुरसँग धेरै फर्स्ट मात्रै कमायो कि लास्टमा कमाएन मैले हो केही छैन यस्तो जिरोबाट यत्रो बनाउनु भनेको इट्स नट होइन स्माल दियो ओइल भाइ तिम्रो कति भयो टोटल भनेको मेरो यो गेम सेट गरेर 1150 भयो अनि तपाईँको मेरो चाहिँ नि यहाँ गेम सेट गरेर 1000 मेरो चाहिँ 600 रुपियाँ रिटर्न गर्नु तपाईँको टोटल कति भयो प्रफिट पुरै 1050 1050 हो होइन हजुरको ठ्याक्कै 900 भयो होइन त ल ओइल टेक्स ब्याग ल्याऊ ओहो घर कसरी लग्ने 6 7 8 9 10 हजुरको 10,500 रेडी भयो इन्जोय खुसी लागिरह दिनभरिको मिहिनेत रङ लागिरह 7 8 ओइल मान्छेले चाहिँ चाह्यो भने जे पनि गरेर देखाउन सक्छ उहाँ दुईजनाले चाहिँ प्रुभ गर्नुभएको छ होइन दिनभरि बवाल हसल हाल्नु ल थ्याङ्क यू फर कमिङ अन आवर भिडियो ल कङ्ग्रेचुलेसन ल तपाईँहरू पनि यस्तै भिडियोमा पार्टिसिपेट गर्न चाहनुहुन्छ भनेपछि सब्सक्राइब ल थ्याङ्क यू सो मच फर वाचिङ